हेलो एभ्रिवान। आज चाहिँ बाजेलाई लिएर है यो जग्गामा आएको छु। मजाको जग्गा छ है, खेतबारी छ यहाँनिर है, फार्मिङ एरिया। अनि यहाँ चाहिँ साइक्लिङ, मेन चाहिँ साइक्लिङ गर्छ है, साइक्लिङ र वकिङ चाहिँ हुन्छ यहाँनिर। मजाको जग्गा छ, एकदम पिसफुल इन्भाइरोमेन्ट। पेनली क्यास डस्टबिन है, यो बाजेले सियर खाएको। यहाँ नानीहरू पनि स्केटिङ गर्दैछ है। यहाँ चाहिँ यस्तो स्केटिङ, साइक्लिङ। यहाँको नानीहरूलाई मजा छ है। यहाँनिर यस्तो नपुग्ने जग्गा कहीँ छैन। यो व्हील चेयर, यस्तो यो स्केटिङ है, अरू पनि थुप्रो त्यो साइकल। यहाँ त बाइकहरू कम्ती हुन्छ, साइकलहरू एकदम ज्यादा हुन्छ। बाइसाइकल, यो के अरे ब्याट्रीवाला साइकलहरू है। जस्तै अब यो पनि ब्याट्रीवाला साइकल नै हो। यो चाहिँ अब यहाँनिर यसलाई चाहिँ के अरे उयो बनाएर राखेको रहेछ है, के भन्छ यसलाई, समाधि जस्तो बनाएर राखेको रहेछ। खै अब यहाँ ल्याङ्ग्वेज त बुझिँदैन होला सायद है। यो चाहिँ ब्याट्रीवाला साइकल हो। यसमा अब नम्बर प्लेटहरू लाग्छ है। यो ग्यापमा चाहिँ यहाँ चाहिँ ब्याट्री जान्छ। यो जुन ग्याप छ यहाँनिर होइन, यहाँ चाहिँ एउटा यत्रो ब्याट्री हुन्छ, ब्याट्री जान्छ। यहाँ चाहिँ ब्याट्रीवाला साइकलहरू चाहिँ ज्यादा चल्छ। हाम्रोमा जस्तो बाइकहरू हुन्छ, यहाँ चाहिँ साइकल, यो खालको साइकल चाहिँ ज्यादा हुन्छ यहाँनिर। अनि हेर्नुहोस् न, यहाँ जङ्गलमा पनि कति मजाले फुलहरू फुलिरहेको छ है। पारी पारीसम्म छ खेतबारी। मजाको छ जग्गा, एकदम पिसफुल। बाजेले छक्कै भएर हेर्दैछ मलाई, के गर्दैछ यसले भनेर। यो तोरीको फुल हो कि के हो, पहेँलै छ। यो उतापट्टिको त उयो हो, गहुँ होला हौ, गहुँ ड्याममै छ है। यो जग्गा चाहिँ म एभ्रिडे आउँछु हो। वक पनि हुन्छ 2-3 किलोमिटर। यहाँदेखि मेरो लाग्छ 20-25 मिनट। जग्गा चाहिँ एकदमै मनपर्छ, बाजेलाई पनि मनपर्छ है। साइक्लिङ, यत्रो नानीहरू, यो खालको पनि पुरा चल्छ यहाँनिर। यो उभिएर चलाउनु पर्छ यो चाहिँ है। अब जानुपर्छ मा पिपी। अब सर्ट टोइलेट गर्छु भन्दैछ है। अब लानु पर्यो है। ल नेक्स्टमा भेटौँ है, बाई।